स्वास्थ्यकर्मी मानार्थ श्रेणीको परिचय पत्र वितरणको पहिलो नाम रहेको छ कमल राई नृत्य निर्देशक। जोरदार तालीले स्वागत गरौँ। कमल राई जोरदार तालीले स्वागत गरौँ, उहाँलाई बधाई दिउँ। नेपाली चलचित्र क्षेत्रमा कमल राई नृत्य निर्देशकको नामको बारेमा हामीले खासै व्याख्या गरिरहनु पर्दैन। मानार्थ श्रेणीको विशिष्ट चलचित्रकर्मीको परिचय पत्र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको तर्फबाट उहाँलाई प्रदान गरिँदैछ। कमल राई नृत्य निर्देशक। हामीले 3 जनालाई प्रदान गर्दैछौँ। दर्जनौं चलचित्रहरूमा नृत्य निर्देशकको रूपमा भूमिका निर्वाह गरिसक्नुभएका कमल राई ज्यूलाई र 3 जना मध्ये अब दोस्रो नम्बर रहेको छ। दोस्रो नाम वरिष्ठ निर्देशक निर्माता सम्पादक जी भने पनि चलचित्र निर्देशक तुलसी घिमिरे। तुलसी घिमिरे, उहाँको नाम नै काफी छ नेपाली चलचित्र इतिहासमा। चलचित्र क्षेत्रका बादशाह भनेर हामी चिन्ने गर्दछौँ। यस्ता चलचित्रहरू छन् जो प्रदर्शनको रजत जयन्ती मनाउन सफल भएको छ। तुलसी घिमिरे ज्यू निर्देशित चलचित्रहरूले र उहाँ विशिष्ट चलचित्रकर्मीको परिचय पत्र उहाँलाई मानार्थ श्रेणीको वितरण गरिएको छ। आजको दिनमा तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रमा स्वर्ण अक्षरले लेखिएको नाम र अब अर्को एउटा नाम रहेको छ। तुलसी घिमिरे ज्यूकै चलचित्रबाट नेपाली क्षेत्रमा प्रवेश गर्नुभएकी कलाकार निरुता सिंह। उहाँ चाहिँ छायाङ्कनमा व्यस्त हुनुभएको भने हामीले खबर प्राप्त गरेका थियौँ सुरुवातमै। निरुता सिंह जसले दक्षिणा चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो, संयोगले तुलसी घिमिरे ज्यू दाइकै चलचित्रबाट हो। र अन्तमा एउटा विशेष श्रेणीको परिचय पत्र वितरणको क्रममा छौँ हामी। यो चाहिँ नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा विजेता चलचित्र कर्मीहरूले यो परिचय पत्रको लागि यदि निवेदन दिनुभएको खण्डमा यस उप एउटा कारबाही अनुरूप चलचित्र विकास बोर्डले विशेष श्रेणीको परिचय पत्र वितरण गर्नेछ। यो नाम एउटा नाम यहाँ हामीलाई प्राप्त छ। चलचित्र विकास बोर्डले यो निर्णय गरे अनुरूप जो हुनुहुन्छ मिलन चामलिङ राई, जसले हामी मिलन च्याम्स भनेर पनि चिन्छौँ। र उहाँले चलचित्र ब्लाइन्ड रक्सबाट राष्ट्रिय चलचित्र पुरस्कार 2074मा उत्कृष्ट निर्देशकको अवार्ड जित्नु भएको थियो। त्यही अनुरूप उहाँलाई विशेष श्रेणीको परिचय पत्र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डले प्रदान गर्दैछ। मिलन च्याम्सजीको लागि जोरदार तालीसहित बधाई दिउँ। धेरै धेरै बधाई छ सबै जसले विभिन्न क्याटेगोरीका परिचय पत्रहरू प्राप्त गर्नुभयो। र अब परिचय पत्र वितरणको कार्यक्रम सकिएको छ।